आलु भुटेर खाने। अनि खाना चाहिँ आज म छिट्टै खाना पनि अब खाजा पाक्ने बित्तिकै खाना पनि बनाइहाल्छु। अनि त्यसपछि चाहिँ मेरो यताउता गर्नुपर्ने छ र यता घरको काम प्याकिङ स्याकिङहरू गर्नुपर्ने छ। अब केही छैन त त्यति धेरै लानुपर्ने छैन कि, यसपालि छोटो छुट्टी मात्र जानु लाग्यो नि त। अनि अस्ति भर्खर पनि गएर आएको, अनि केही काम विशेषले मात्र जान लागेको छु। चाहिँ खाना बनाइहाल्यो भने ढुक्क हुन्छ कि, भरे सेलिन्छ तर पनि तताएर खाने। खाना चाहिँ भरे बनाउने, सब्जीहरू बनाइराख्छु, भरे भ्याउँदिनँ नि त। आलु यसलाई चाहिँ परपर भुटेर खानु लाग्यो नि त। यो चाहिँ मेरो साथीहरू हिजो मैले कन्टी मगाएको थिएँ अस्ति नै, यस्तो छ कि यस्तोबाट पुरै मैले स्टिलको पुरै होला भनेको। अनि यो कन्टी मेरो नयाँ हो, अब यहाँ म उद्घाटन गर्नु गइरहेको छु यसलाई चाहिँ। यो चाहिँ मलाई 300 रुपियाँ पर्यो यहाँको, समथिङ 268 रुपियाँ पऱ्यो भनौँ न, नेपाली त्यस्तै 400 जस्तो होला। तर राम्रो छ यसको छोप्ने चाहिँ, म अब नेपाल गएर किनेर ल्याउनु पऱ्यो। यस्तो आलुलाई चाहिँ पर्पर भुटेको मनपर्छ नि त मलाई। दालहरू चाहिँ यसो भएर अन्डाहरू लिएर आउनु पऱ्यो। डोने रहेछ यो फेरि छ। यो कन्टी त एकैछिनमा त डोने रहेछ माथि, झन् राम्रो भनेर किनेको। यस्तो कन्टीहरू यस्तै हुन्छ र मलाई अर्को झन् किन्नु मन लागेको। खालै भयो कि हेर्नु न यस्तो भइसक्यो डढेर, यस्तो लो हिटमा पकाउँदा पनि म त दिमाग खराब भएको आज यसरी भयो भने त। यसमा चाहिँ हाल्दैन त, सिम्पल पारामा पकाउँछु। अब यसलाई खुर्सानी उयो गर्ने अनि पर्पर भुट्ने। लो फ्लेममा पकाउने, पर्पर भुट्ने। बारी जाँदैछु चाहिँ मेरो यहाँ हेर्नु न, अस्ति यहाँ मच्छरमा आउने औषधी लाग्थ्यो कि के काममा भयो सबै। पछि म आएर फेरि यसलाई सबै चाहिँ म चाहिँ पछि आएर सबैलाई फेरि उयो गर्छु कि यो आलुकोमा हाल्नुलाई। पछि सबै म आउँदा त के गर्छु होला, बच्चाहरूको चकचक कम्ती छैन, मान्छे हुँदा त मेरो सागहरू जस्तो रहेको थियो। अब देखिँदा यति देखिन्छ कि, तर कति धेरै हुने हो सागहरू क्या, अलिकति लिने इच्छा पुग्छ नि त। अन्त चाहिँ जान्छु अब। मेरो यहाँ टमाटरहरू कालो चाहिँ यस्तो थियो। अब भोलितिर चाहिँ म पानी हाल्छु जाने बेला। अब केही नहाल्ने क्या, लसुनहरू किन यो पत्ता चाहिँ अलिकति काटेर निकाल्नु मजाले धोएर हाल्छु। अझै मेरो आलु पाक्यो। अनि सिद्रा अचार बनाउनु, सिद्रा टमाटरको यो हालिदिनुपर्छ क्या, भुटिसकेपछि माथिबाट सर सब्जी
कालो कालो छ तर पर्पल बुटी कालो नि त फेरि सिद्रा र टमाटरको अचार अनि खाना भरेको सक्छु दाल मेरो फ्रिजमै छ नि त दाल चाहिँ फ्रिजमै छ अनि सिजनलाई नयाँ खाजा बनाइदिएको यो मिक्स यो के दालहरू चनाहरू डाइट्स सबै किचाएर खानाहरूसँग गरी अब कपडा मिलाउँछु पूजा पनि हान्छु म मेरो चाहिँ यहाँ कपडा एक धुएँ अब चाहिँ म मुखहरू पनि धुएँ अब फ्रेस हुन्छु अनि नानीलाई खानाहरू खुवाउँछु मेरो छोरा चाहिँ यहाँ उठेको छ उठेर चाहिँ यहाँ एकदमै निउ खोजेको यस्तो हालतमा हेर्नुहोस् यहाँ ए डर लाग्यो उठेर मुख धुइदिएको रिसाएर मलाई मार्नु लाग्यो हौ यस्तो हुन्छ राम्रो मान्छे सरी 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 साथीहरू अब चाहिँ म यहाँनिर पूजा पनि गरेँ छोरा त हेर्नु न नमस्ते गर्दै सबैजनालाई छिटो सबै एकछिन सबैजनालाई नमस्ते भन यता हेऱ्यो जनालाई सेवा भन न गुड यहाँ आउ त बिहान यहाँ आउ न कम यहाँ Viwan? Viwan? Yes, come. Viwan? Who is Viwan? Yeah. Ita, go. La. Yes. Viwan? Yes, ma'am. Jana mata gai dulu, Jana mata. Bala mata emotion. Jana mata bala mata. Sadan. Sabdan. Guda fat. Sabdan. Viwan? Yes, come in. Viwan? I come in, ma'am. Yes. Yes, ma'am. Viwan? Yes, ma'am. Oh. साथीहरू अब चाहिँ हामी अझ उता घुम्नु यतिकै जानु लाग्दैछौँ अब चाहिँ गर्मी पसिसक्यो अहिले त्यो बाउ किन यस्तो गरेको हो खेल काची गर्ने होइन कसको छोरालाई पो बनाएर दिइरहेको छ भने त्यहाँले प्याक हुँदैछ है मेरो चाहिँ सामानहरू साथी सामानहरू यहाँ म चाहिँ प्याकिङ गर्दैछु अहिले चाहिँ साथीहरू अब म चाहिँ भोलि के लानुको लागि अलिअलि के किन्नु जाऊँ भनेर केही अहिले चाहिँ म 0 टाइममा हामी छुट्टी चाहिँ निक्लिनु लाग्यो नि त अनि केही सामानहरू त लिएन अनि त्यो पनि थोरै केहीहरू लिनुपर्ने छ थोरै भए पनि अनि हामी जाँदैछौँ साथीहरू अब नानीलाई पत्ला लुगाहरू पनि सुकिसकेछ कि अब अनि तपाईँहरूले चाहिँ भन्नुहुन्छ होला यही लुगा भनेर म चाहिँ प्रायः यत्तिकै हिँडिरहेको हुन्छु ऱ्यान्डम मलाई त्यो मेकअप गर्नु यो गर्नु त्यो गर्नु अल्छी पनि लाग्छ क्या साह्रै झ्याउ पनि लाग्छ नि म चाहिँ यति जाँदैछु हुन्छ पत्कर चाहिँ जति बढारे पनि त्यो छोरा चाहिँ धरान जाने भनेर नेपाल जाने त्यही हामी चाहिँ यहाँ भीमार्टमा आइपुगेको छौँ है दिल्लीको सपिङ सेन्टर चाहिँ हाम्रो यो ल बस आउँदैछौँ यहाँ चाहिँ देख्नुहुन्छ हेलो हेर्दैछौँ क्या सपिङको लागि केटीहरूको कस्तो लुगा आएछ एउटै लुगा झुन्डिरहेको हुन्छ त्यसो यो गर्मीमा लाउनुलाई कता रहेछ बाउछोरा के हो केटीको कोट
आफ्नो आफ्नो छ यहाँनिर 1199 इयरिङ्सहरू यहाँ दामी दामी आएछ अहिले कति पछि चाहिँ पेन बेस लाग्यो यस्तो छ मोटो भएर के र यस्तै यहाँ लुगा चेन्ज गरिरहेको छु भनेको नदिएपछि के गर्नु देख्नुहुन्छ चप्पलहरूको कलेक्सन बुटहरू अस्ति नै चाहिँ मैले खोज्दा यस्तो थिएन अहिले चाहिँ यस्तो खालको कलेक्सनहरू आएछ भिवानको चाहिँ यहाँ रक मलाई टाउको दुखिसक्यो टाउको हालत यस्तो भइसकेको छ आँखा घर आइसक्यो अब म चाहिँ खाना बनाउनु लागेको छु मलाई चाहिँ होइन बाहिर गएपछि यस्तो टाउको दुख्छ मलाई कस्तो धेरै टाउको दुखेर छ साथीहरू अनि मैले केही भिडियो लिइनँ मलाई कस्तो गाह्रो भयो अनि आएर एकछिन यहाँ रेस्ट गरेँ जस्तो भयो कि कस्तो प्रेसर लो हुन्छ क्या मेरो फेरि बाहिर चाहिँ मलाई एकदमै टाउको दुख्छ अनि म चाहिँ खाना बनाउँछु के बनाउँ भइरहेको छ अरे भोलिको लागि एक्साइटेड मेरो प्याकिङ पनि लगभग सकिसक्यो केही त छैन यसपालि त थोरै पनि 15-16 दिनको मात्रै साइड छुट्टी पनि होला अनि केही पनि ल्याइन पनि लानु त्यति धेरै छैन नि त तर त्यति धेरै छैन अब नानी भएपछि कपडा यति धेरै हुने साथीहरू